हेलो एभ्रिवान होइन म चाहिँ डक्टर नवीन इन्ट्रान्स डोज मेडिकल डोजबाट तपाईँहरू अब सबैजनाले हामीसँग इन्ट्रान्स डोजमा पढ्नुभयो हामीसँग इन्ट्रान्स डोजमा गाइडेन्स लिनुभयो र अहिले मेडिकल कलेजमा हुनुहुन्छ होला। यो भिडियो विशेष गरी चाहिँ बिडिएसको स्टुडेन्टको लागि हो। बिडिएस स्टुडेन्टहरू कलेजमा पुगेपछि सिलेबसै थाहा हुँदैन होइन, एक्जामको करिकुलम नै थाहा हुँदैन। त्यही करिकुलमलाई मैले डिस्क्राइब आउट गर्छु है त। अहिले हामीले सुरुमा फर्स्ट इयरको राम्रोसँग हेर्छौँ, सेकेन्ड इयरको कुराहरू पनि हेर्छौँ, यहाँ सबै कुरा डिटेलमा भनिदिन्छु तपाईँलाई है त। कसरी पढ्ने, के पढ्ने, एमबिबिएसभन्दा के डिफ्रेन्ट छ होइन, ती कुराहरू मेनली म थ्योरीको कुराहरूमा फोकस गर्छु। प्र्याक्टिकल तपाईँको कलेजमा नै हुन्छ है त। यो चाहिँ बेसिक साइन्सको कुराहरू हो, फर्स्ट इयर र सेकेन्ड इयरको कुराहरू है त। यसमा तपाईँको मेन कुरा हुने भनेको बेसिक मेडिसिनको क्लासेसहरू हुन्छ है, त्यसपछि डेन्टलको, कम्युनिटी मेडिसिन र क्लिनिकल ओरिएन्टेसन जुन प्र्याक्टिकल भन्छौँ त्यो हुने भयो है। बेसिक मेडिसिन भनेको ठ्याक्कै एमबिबिएस जस्तै हो है। डेन्टल साइन्सभित्र तिनवटा कुराहरू हुन्छन्, त्यसको बारेमा हामी पढ्छौँ है त। र अब बेसिक मेडिसिनमा सेम हुन्छ कि है त, जुन एनाटोमी, बायोकेमिस्ट्री, माइक्रो, प्याथो, फार्मा, फिजियो सबै कुराहरू सेम हुन्छ, फिजियो सेम हुन्छ है त। डेन्टलभित्र चाहिँ डेन्टल फार्माकोलोजी, डेन्टल ओरल बायोलोजी फर्स्ट इयरमा पनि सोध्छ। त्यसपछि डेन्टल मेटेरियल, प्रिक्लिनिकल प्रोस्थोडेन्टिक, प्रिक्लिनिकल कन्जर्भेटिभ डेन्टिस्ट्री र प्रिक्लिनिकल अर्थोडोन्टिक, यो सबै कुराहरू इन्क्लुडेड हुन्छ। अहिले म तपाईँलाई रियल फर्स्ट इयरको क्वेसन्सहरू पनि देखाउँछु, कसरी सोध्छ क्वेसन्सहरू, कस्तो आउँछ, के आउँछ, एमबिएसभन्दा गाह्रो सोध्छ कि सजिलो सोध्छ, ती सबै कुराहरू म तपाईँलाई देखाउँछु डिटेलमा है त। फर्स्टमा अब सेकेन्डमा तपाईँले बुझ्नुपर्ने भनेको अरू कुराहरू यहाँ छन्, तपाईँले आफैले पढ्न पनि सक्नुहुन्छ। त्यसपछि यो मैले बनाइरहेको यो चाहिँ हाम्रो करिकुलम नै हो, बिडिएसको करिकुलम हो। यो चाहिँ सबै हेर केयुको लागि, टियुको लागि, बिपी धरानको लागि, सबैको लागि इन्क्लुडेड हुन्छ है। सबैको लागि अलमोस्ट एउटै करिकुलम हुन्छ। अब हेर फर्स्ट इयरमा चाहिँ दुईवटा सेक्सन हुन्छ, नर्मली दुईवटा सेक्सन हुन्छ। फर्स्ट सेक्सन भनेको युनिट 1 हो है, सेकेन्ड भनेको युनिट 2 हो है त। यो दुईवटाको पेपर एक्जाममा पेपर आउँछ। एक्जाममा जस्तै एमबिबिएसमा डिफ्रेन्ट हुन्छ, बिडिएसमा डिफ्रेन्ट हुन्छ। एमबिबिएसमा पेपर 1, पेपर 2, पेपर 3, पेपर 4को एक्जाम हुन्छ भनेपछि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ तपाईँको 7वटा एक्जाम हुन्छ। एउटा एनाटको छुट्टै एक्जाम हुन्छ, बायोकेम, माइक्रो, प्याथो, फार्मा, फिजियो र ओरल बायोलोजीको गरेर 6वटा एक्जाम हुन्छ। त्यो एक्जाममा के कुराहरू सोध्छ म तपाईँलाई त्यो पनि देखाउँछु र तपाईँलाई देखाउँछु पनि के कुराहरू सोध्छ, कस्तो कुराहरू सोध्छ भनेर है। युनिट 1 हेर, युनिट 1मा चाहिँ माथि हुन्छ 25 मार्क्सको माथि हुन्छ, 25 मार्क्सको तल हुन्छ। यो 25 मार्क्सको युनिट 1 भयो, सेक्सन बी भन्छ। सेक्सन बी किन भनेको भन्दाखेरि सेक्सन एमा चाहिँ 30वटा एमसिक्यू हुन्छन् कि केयुको एक्जाममा चाहिँ 30वटा एमसिक्यू हुन्छन् नर्मली है। अनि सेक्सन बी सीमा चाहिँ युनिट 2बाट हुन्छ है। युनिट 1मा के हुन्छ अरे, युनिट 1मा बेसिक हुन्छ है। अब हाम्रो जेनेटिक्स हुने भइहाल्यो यसमा है त। त्यसपछि हेर बेसिक हुन्छ, अनि अर्को भनेको हाम्रो एएनएस हुन्छ है त। ठ्याक्कै एमबिबिएसको जस्तै हो हेर। एमबिबिएसभन्दा के डिफ्रेन्ट भयो भन्दाखेरि हेर, एमबिबिएसमा यो बेसिकको अनि इम्युनिटीको कुरा गरेर, अनि यो दुईवटालाई बेसिक र इम्युनिटी, बेसिक इम्युनिटी जेनेटिक्सलाई एमबिबिएसमा यसलाई पेपर 1 राख्छ। अनि त्यसपछि हाम्रो एएनएस, हेमोपेटिक, अनि त्यसपछि एएनएसलाई मेन एएनएस र एमएसकेलाई, एएनएस र एमएसकेलाई पेपर 2 राख्छ होइन। अब हाम्रो हेमोपोइटिक र सिभिएस तल होला, यो दुईवटालाई हाम्रो पेपर 3 राख्छ र रेसिपीलाई पेपर 4 राख्छ, यसरी राख्छ है। तर यहाँ थोरै के डिफ्रेन्स छ भन्दाखेरि पेपर 1मा युनिट 1मा चाहिँ 1 र 2को कुरा हुन्छन्, अनि युनिट 2मा चाहिँ 3 र 4को कुरा हुन्छन्। एमबिबिएसको कुरा बुझ्यो, एमबिबिएस फर्स्ट इयरमा पढ्ने तिमीले त्यही हो, बिडिएस फर्स्ट इयरमा पढ्ने कुरा सेम है त। अनि तिम्रो एक्जाममा चाहिँ यसरी आउँछन्। अब एक्स्ट्रा आउने भनेको चाहिँ ओरल बायोलोजी हो, अरू डेन्टल मेटेरियल, प्रिक्लिनिकल, यो कुरा कन्जर्भेटिभ डेन्टिस्ट्री सबै प्र्याक्टिकलको लागि धेरै चाहिन्छन्। मार्क्स काम कुनबाट कति आउँछ त्यो कुराहरू पनि हामीले एकैछिनमा बुझ्छौँ है त। रेटिकुलर एन्डोथेलियल सिस्टम भनेको त्यही कुराहरू भइहाल्यो, कम्युनिटी मेडिसिन, डेन्टिस्ट्री त्यो कुराहरू भइहाल्यो। युनिट 2मा अब युनिट 2मा चाहिँ हेर रेसिपी हुन्छ, सिबिएस हुन्छ, कमेट हुन्छ, ओरल बायोलोजी, यो प्र्याक्टिकलहरू हुन्छ है। अब यो कुरासँग अरू हामी युनिट 2 चाहिँ सेकेन्ड इयरको भयो, ट्याक्कै सेकेन्ड इयर सिएनएस, एमएसके, सिस्टम 2, ग्रोथ डेभलपमेन्ट, हेपाटोरिनल, ट्याक्कै यही हो कि हाम्रो पनि सेकेन्ड इयरमा पेपर 5 र पेपर 6मा नर्मली पढ्ने यही हो, पेपर 7 र 8मा नर्मली पढ्ने यही हो है त। रिप्रो माथि रहेछ, रिप्रो हाम्रो तल हुन्छ, त्यही हो कुराहरू है। र डेन्टलको कुराहरू अलिक धेरै पढाइ हुन्छ। मार्क्स कसरी हुन्छ हेर, म क्वेसन रियल क्वेसन पेपर पनि देखाउँछु एकैछिनमा, बुझ्दै जाऊ। एनाटोमीमा हेर थ्योरी 100 मार्क्स हुन्छ, यो फर्स्ट इयरको कुरा गर्दैछु मैले। बायोकेममा 100 मार्क्स हुन्छ, माइक्रोमा 100 मार्क्स, प्याथो 100 मार्क्स, फिजियो 100 मार्क्स, फार्मा 100 मार्क्स। सबै त एमबिबिएसमा पनि यही हुन्छ है, यो सबै एमबिबिएसमा पनि हुन्छ। फर्स्ट इयरमा डेन्टलमा एक्स्ट्रा सोध्ने भनेको चाहिँ के हो भन्दाखेरि, फर्स्ट इयरमा एक्स्ट्रा डेन्टलमा सोध्ने भनेको चाहिँ ओरल बायोलोजी भनेर सोध्छ है। फर्स्ट इयरमा यो मात्रै सोध्छ थ्योरीमा है, अरू सबै एमबिबिएसको छ हेर। 600 मार्क्स एमबिबिएसको छ, बिडिएसको जम्मा 100 मार्क्स छ है त। अनि त्यसपछि अरू सबै प्र्याक्टिकल हुन्छ, त्यो पनि सेकेन्ड इयरमा हो, सबै प्र्याक्टिकल हो सेकेन्ड इयरमा। डेन्टल मेटेरियल पनि सेकेन्ड इयरमा सोध्छ नर्मल्ली है त। अनि त्यसपछि हेर, अनि यो सबै कुराहरू भयो। अब म क्वेसन्सहरू देखाउँछु, सबै कुराहरू हो। यो प्र्याक्टिकल एक्जाम, प्र्याक्टिकल मार्क्सहरू पनि हुन्छ है त, त्यही भएर प्र्याक्टिकलहरू गर्नुपर्छ, सबै कुराहरू हुन्छ। अनि यदि तिमी हेर अब यो सबै कुराहरू है त, सबै कुराहरू यो बेसिक हुन्छ नि, हामीले पनि सिस्टम वाइज पढाएको छौँ है। जस्तै
अहिलेसम्म मैले अहिले यो भिडियो रेकर्ड गरिन्जेलसम्म बेसिकको सब भिडियो बनाइसकेको छु है। अब कलेजमा पढ्न गाह्रो हुन्छ, सर स्लाइड पढिदिनुहुन्छ अथवा पढ्न गाह्रो हुन्छ, बुझ्न गाह्रो हुन्छ, सेल्फ स्टडी गर्न मन छ, एक्जाममा हुन्छ नि, एक्जाममा राम्रो मार्क्स ल्याउन मन छ भनेपछि हामीले कन्टेन्टहरू बनाएको छौँ, तपाईँले लिन सक्नुहुन्छ। बेसिकको यो होइन, हामीले पनि पेपर वाइज डिभाइड गरेको छौँ, तपाईँले यसै युनिट वाइज पनि डिभाइड गरिदिन्छौँ, तपाईँले आफूले पनि गर्न सक्नुहुन्छ। बेसिकको सकिसकेको छ, इम्युनिटीको सकिसकेको छ है। त्यसपछि हाम्रो पेपर टूमा यही हुन्छ, एएनएस हुन्छ र एमएसके हुन्छ है। अनि पेपर 3मा सिबिएस र हेम हुन्छ, पेपर 4मा रेसिपी हुन्छ, ठ्याक्कै एमबिबिएस जस्तै हो है। पछि मिल्यो भनेपछि अनि सँगसँगै तपाईँलाई फर्स्ट इयरको सबै पास्ट क्वेसन्सहरू अहिले म देखाउनु पनि देखाउँछु, पुरै पास्ट क्वेसनको सल्युसनहरू गराइदिन्छौँ। त्यो भएको हुनाले तपाईँलाई इक्जामको डर कति पनि हुँदैन, थ्योरी इक्जामको डर मान्न पर्दैन है। सँगसँगै एमसिक्यू पुग्ने गरेर एससिक्यू पुग्ने गरेर तपाईँको टियुको इक्जाम छ भने नि टियुमा पुग्ने गरेर सबैमा पुग्ने गरेर हामीले बनाइदिन्छौँ फर्स्टमा है त। सेकेन्डमा हेर्नुहोस्, तपाईँ हामीसँग क्लास लिन चाहनुहुन्छ भनेपछि मजाले लिन सक्नुहुन्छ है त। मस्तको मेन्टरसिप गर्छौँ, मजाले मेन्टरसिप गर्छौँ है त, आनन्दले मेन्टरसिप गर्छौँ। सेकेन्ड भनेको विकली लाइभ क्लासेसहरू, यसो बेला बेलामा हामीले लाइभ क्लासेसहरू आएर तिमीलाई क्वेसन्सहरू सोध्छौँ। त्यसपछि मेन भनेको रेकर्डेड भिडियोजहरू हुन्छ। लाइभ तिमी दिनभरि कलेज पढ्छौ, बेलुका आएर फेरि लाइभ पढ्न सकिँदैनौ, त्यो भएको हुनाले रेकर्डेड भिडियो हुन्छ। नर्मली एमबिबिएस, बिडिएस र नर्सिङ म्याक्सिमम् एमबिबिएस, बिडिएस र नर्सिङको विद्यार्थीले लगिराख्नु भएको छ। एमबिबिएस चाहिँ म्याक्सिमम् केयुको विद्यार्थीले लग्नु भएको छ, बिडिएस चाहिँ सबै टियु केयु सबै, नर्सिङ पनि सबैले लग्नु भएको छ। सबैको एमबिबिएस, बिडिएस, नर्सिङको सबैको छुट्टै पास क्वेसन्सहरू म आफैले बनाउँछु है। यो चाहिँ हामीले 5000 बनाएको छौँ है त। अब अहिले डिस्काउन्टहरू दिइरहेको छौँ हामीले, अहिले चाहिँ हामीले 4500मा गरिदिरहेको छौँ। त्यही भएर क्लास लिन सक्नुहुन्छ। क्लास लिनको लागि एकदमै इमिडिएटली 9702020389 यो अनु म्यामको नम्बर हो, उहाँलाई कल म्यासेज गर्नु होला। मसँगै कुरा गर्न चाहनुहुन्छ भने 9860 124591 124591 यसमा पनि कल अथवा म्यासेज गर्न सक्नुहुन्छ। बेटर वाट्सएपमा म्यासेज गर्नुहोस्, म गाइड गरिदिन्छु तपाईँलाई है त। सबैको लागि हुन्छ, इन्डिपेन्डेन्ट युनिभर्सिटीको लागि पनि हुन्छ, पिएचएस, पियुएचएस होइन, राप्ती सबैको लागि हुन्छ होइन। यी नम्बरहरूमा नि कल गर्न सक्नुहुन्छ। रेकर्डेड भिडियो सबै पाइन्छ, केही टेन्सन लिन पर्दैन, सबै पढाएको हुन्छ चिटिक्क पारामा है त। सबै कुरा यहाँ राखिदिएको छ। युनिट 1मा कति मार्क्स आउँछ, के मार्क्स आउँछ, सबै कुरा हामीले राखिदिएको छौँ। तपाईँले हेर्न पनि सक्नुहुन्छ आफैले पनि है त। यहाँ भएको सबै कुराहरू पढाउँछौँ कि स्टुडेन्ट सुड लर्न भन्ने सबै कुराहरू पढाउँछु। एउटा कुराहरू सबै पढाइ पनि सकेको छु मैले। अहिले भिडियो लिनु भने सबै तपाईँले पाउनुहुन्छ, यो सबै कुरा पाउनुहुन्छ तपाईँले है। मजाले सबै कुराहरू पाउनुहुन्छ बेसिकको। यसै गरी अरू पेपरको पनि सबै पेपरको हामीले बनाएको छौँ। युनिट 2 बायोकेमिस्ट्री र फार्माको हेर्छु मैले, सबै यो टर्म्स, नोमेनक्लेचर, यो फार्माको डाइनामिक्स, फार्माको काइनेटिक्स, एडभर्स ड्रग, इम्पोर्टेन्स अफ एसेन्सियल ड्रग सबै पढाएको छु मैले। पारामिटर, रुट अफ ड्रग एडमिनिस्ट्रेसन सबै पढाएको छु कि मैले, सबै तपाईँलाई चाहिने जति, तर एकदमै लेन्थी होइन, 2-3 घन्टामा ठ्याक्क थाहा भएको सकिने गर्दा बेसिकको त्यसरी पढाएको छौँ हामीले। अब हामी क्वेसन पेपर हेर्छौँ है। युनिट 1मा चाहिँ है, अब युनिट 1मा हामीले क्वेसन्सहरू हेर्छौँ। युनिट 1को क्वेसन्सहरू सेक्सन बीमा राखिएको हुन्छन्, मैले अघि नै भनिसकेँ। सेक्सन बीमा राखिएको हुन्छन् युनिट 1को क्वेसन्सहरू। अब हामी बेसिक एएनएसको है त, हेमाटोपोइटिकको, एमएसकेको क्वेसन्सहरू हेर्छौँ। र युनिट 2मा तलपट्टि सेक्सन सीमा चाहिँ रेसिपी, सिबिएसको मेनली क्वेसन्सहरू हुन्छन् है। क्वेसन्सहरू हेरौँ, सबै एउटा सल्युसन अब मैले क्लासमा गराइदिएको हुन्छु। क्लासको थ्योरी पढिसकेपछि तपाईँले सबै सल्भ गर्न सक्नुहुन्छ, कुनै एउटा क्वेसन पनि छुट्दैन। त्यो कुरामा तपाईँ ढुक्क हुनुभयो हुन्छ है। अब हामी सुरु गरौँ है त। जस्तै एनाटोमीको एमएसकेबाट कार्पल टनल फिक्स क्वेसन हो है। राइट अबाउट द कार्पल टनल स्ट्रक्चर होइन, के पास गर्छ, यतापट्टि केले बनाउँछ, ल्याटरल वाल, मिडल वाल, तलपट्टि के हुन्छ, फ्लोरमा के हुन्छ, मिडल नम्बर पास गर्छ, के गर्छ, सबै कुराहरू। साइनोबेज जोइन्ट मैले बेसिकमै पढाएको छु होइन। क्लासिफाई साइनोबेज जोइन्ट पुरै पढाएको छु, डायग्राम ड्र गर्न सिकाएको छु है। अब हिस्टोलोजीबाट थाइमस, हेसल कार्पल्सहरू बनाउनुपर्छ होइन, त्यो कुराहरू हेरिन्छ है त। माइक्रो एनाटोमी हिस्टो सोधेको छु, पनि स्योर क्वेसन हो। डेरिभेटिभ अफ के अरे इन्ट्राएम्ब्रोनिक मेसोडमहरू होइन, यो कुराको डेरिभेटिभहरू पढ्नुपर्छ, सबै कुराहरू पढाएको छौँ हामीले है त। ग्रेट स्यापिनस भेनहरू भयो। त्यसपछि हेर तलपट्टि, अब तलपट्टि हामी रेस्पिरेसी बिएसमा छौँ, यो टिएम है त, राइट भेन्ट्रिकुलर, इन्टरकोस्टल स्पेसहरू, सबै कुराहरू एकदमै एमबिबिएसको फिक्स कुराहरू हुन् कि है। इम्पोर्टेन्ट कुराहरू जुन कुराहरू एमबिबिएसमा थिए त्यही कुराहरू बिडिएसमा सोध्छ। प्याथोलोजीमा यी बेसिकमा सबै पढाएको छु। नेक्रोसिस, डिफ्रेन्ट बिट्विन नेक्रोसिस एन्ड एप्रोसिस यति मजाले घोकाएको छु नि मैले। 8-10वटा डिफ्रेन्स बिट्विन घोकाइदिएको छु मैले है। इन्फेक्सन टाइप्स, मर्फोलोजी पुरै यति राम्रोसँग पढाएको छु कि है त। अनि इडीमा केमिकल मेडिएटर अफ इन्फ्लामेसन सबै कुरा, प्यारानियोप्लास्टिक सिन्ड्रोम सबै पढाएको छु कि। अब रेसिपीको कहिलेकाहीँ क्वेसन्सहरू यताउता हुन्छ होइन। हेर न, बेसिकबाट नै हेर न, 1, 2, 3, 4 सबै पढाइसकेको छु है त। यो 9 मार्क्स, यो 6 गरेर 15, 15, 5, 20 मार्क्स त बेसिकबाटै आएको छ कि, जुन मैले पढाएर राखिदिइसकेको छु। जम्मा 4 घन्टामा पढाएको छु हेर। अब एनेमिया यो कुराहरू सिबिएसमा पढाइन्छ। सिबिएसमा हेर एथेरोस्क्लेरोसिस सिबिएसको भयो, ब्लिडिङ डिसअर्डर, ट्युबरकुलोसिस, लिम्फेनाइटिस सबै कुराहरू पढाइन्छ है। केही हात पर्दैन, त्यति क्लास लिनुहोस्। क्लास लिइसकेपछि त्यो क्लासमा सबै कुराहरू रिपिट पढाइसकेको छु। डिएनएको मोडलहरू, आइरनको सबै पढाइन्छ,
सबै कुराहरू जुन जुन इम्पोर्टेन्ट कुराहरू हुन्छन् त्यही कुराहरू यहाँ सोध्दो रहेछ है त। फिजियोको भनेर डिस्ट्रिब्युसनमा पुरै डायग्राम ड्र गरेर सिकाएको छु, आयनिक कम्पोजिसन पुरै डायग्राम ड्र गरेर सिकाएको छु, 6मा 6 मार्क्स सबै सिकाएको छु मैले है। त्यो भएको हुनाले तपाईँले नि पढ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। रिसेप्टर, क्लासिफिकेसन, फङ्सनल रिसेप्टर सबै कुरा पढाएको छु, इन्टरसेलुलर कम्युनिकेसन पढाएको छु मैले है। त्यो भएको कारणले गर्दा यी टपिकहरू पढाउनै बाँकी छन् कि होइन। यो सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक यो पनि पढाएको छु मैले है त। एएनएसको स्टार्टिङमा पढाइदिएको छु। अब ल्युको पोइसिस यो कुराहरू हामीले हेर्छौँ, हेमाटोलोजीमा हेर्छौँ, अझै आएको छैन। हाइपोक्सिया, चेन्ज इन द हाइपोक्सिया, कार्डियक आउटपुट, कन्डक्टिङ सिस्टम होइन, पेसमेकर पोटेन्सियलहरू यो सबै कुराहरू हामीले पढ्छौँ। फिजिकल एडजस्टमेन्ट, फिजियोलोजिकल एडजस्टमेन्ट ड्युरिङ हाइपोभोलिमिक सक यो कुराहरू सबै कुराहरू हामीले पढाउँछन्। तपाईँले क्लास लिन सक्नुहुन्छ, क्लास लिएपछि केही पऱ्यो भने चाहिँ भन्न सक्नुहुन्छ है त। सबै कुराहरू त्यहीँ पढाएको हुन्छ, केही हातेमा पर्दैन है त। भने जस्तो सजिलो हुँदैन, तर पढ्न जानियो भने चाहिँ त्यस्तो धेरै गाह्रो पनि हुँदैन है त। त्यो भएको कारणले गर्दाखेरि चिलसँग पढ्नुहोस् है त, मजाले भइहाल्छ है त। पुरै पढाएको छन्, एमबिबिएस, बिडिएस, नर्सिङ सबैको लागि, एमबिबिएस, बिडिएस, नर्सिङ सबैको लागि पढाएको कोर्स छ, यहीँबाटै पढ्न सक्नुहुन्छ मस्तसँग। ठिक छ ल, थ्याङ्क यू भेरी मच।